मर्निङ एन्ड जय मसी सबैलाई। अनि आज चाहिँ हामी उठिसकेका छौँ। आज चाहिँ कविताको फ्लाइट छ अनि हामी सुतेछौँ कवितासँग टाइम स्पेन्ड गर्नलाई। अरे के गङ्गाई नाटक गरेर सुतेको। उता चाहिँ कविता छ रेनुसा छ अनि हामी चाहिँ 7 बजे उठेर रेडी हुन्छौँ। खोइ आँखा सुत्नेको हेर न युट्युबमा हाल्ने रे के उता भाउजू नि हुनुहुन्छ। जय मसी भनिदिनु। गाइसहरु हामी यहाँ रेडी हुँदैछौँ। शाहरुख नि आइसक्यो। शाहरुख यता आउनु पऱ्यो यहाँ। अनि ल शाहरुख बधाई छ हैन तिमी दुईजनालाई। राम्ररी गर्नु उता गएर राम्ररी पढ्नु। कविता रेडी हुँदैछ। मेकअप आर्टिस्ट आफै मेकअप आर्टिस्ट हो। ल ल ठिक छ ठिक छ। रेडी हुँदैछ। हामी अहिले सब रेडी भएको एकचोटि देख्छौँ अरे के। कस्तो हो म त भूत जस्तो भएर बसिरह होला। अब साथीहरूको फ्लाइट छ अनि त्यसपछि कुन चाहिँ लाउनुहुन्छ। हामी चाहिँ रेडी भइसकेका छौँ अहिले। अनि हामी चाहिँ प्रार्थनाको लागि जाँदैछौँ। खुसी छौँ है आज बहिनीहरू जान्छ। अनुग्रहले उहाँहरू आज जाँदै हुनुहुन्छ होइन। परमेश्वरले धेरै आशिष दिनुभएको। मानिसहरूले भने जस्तै जहाँ जाउँ जसुकै गरौँ तर एउटा विश्वासीको उदाहरण चाहिँ बोल्नुहुन्थ्यो। अनि त्यसपछि हामी एउटै रुमको साथीहरू भएको कारणले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ कतिसम्मको इच्छा राखेको छ भन्ने कुरा पनि देखेको छु। अनि बोल्न त खासै मन छैन तर पनि हामी अब निस्किन आँट्यो। ओइ खाता लिएको लिएछु मैले दुइटा। ल हामी ओ भाउजूको ऊ राम्रोसँग जानु दिदी अरे सृष्टिले। प्याकिङ हुँदैछ। शाहरुखको छैन। शाहरुख खोइ। हामी चाहिँ अहिले गाडीमा बस्यो। हामी जानलाई छ कविता ल आऊ सामेल दाइ शाहरुख ल केही भन शब्दहरू। रौ न कविता शाहरुख आउँछ। प्रकाश कविताको साथी यो चाहिँ कविताको साथी भेट खाता खोइ। ल शाहरुख राम्ररी जाऊ तिमी पनि राम्रो गर्नु उता गएर। बाई भरे भेट हुन्छ हुँदैन होइन। हामी हिँड्यो गाइस पठाउन गङ्गा
पछाडिको पनि गङ्गासँग आउँछ एनके आइसी बाई बाई रोए एकछिन त इमोसनल बनाइदिया हामी भने क्या हामी पनि भइहाल्छ नि नेपालको जाम ए खुल्यो हामी जाममा छौँ मैले गाइज कोटेश्वरमा यो चाहिँ कोटेश्वर हामी 그때 아이가 몇 명이 표 보내줬어요? 이지영 목사. 오케이. 됐어. 너무 오래 기다려야 돼. 오래 기다려야 괜찮은 게 좋을 것 같아. 알았지? 선생님 아들. 번호 누가 알아? 이렇게 커? 와, 진짜 잘생겼네. हामी दादा चाहिँ हेर्नु 이따 한국에서 만나. केही भन्दिन कसो अध्यारो आयो कविता अब कोरिया जाँदैछ धेरै लामो समयपछि धेरै मेहनतपछि धेरै प्रार्थनापछि परमेश्वरको ठुलो अनुग्रह छ कवितामाथि राम्रोसँग गएर राम्रोसँग पढ्नु होइन राम्रो प्रगति गर्नुहोस् धेरै राम्रो गरेर आउनुहोस् हुन्छ अङ्कल लेट्स गो ल हामी चाहिँ प्रकाश त ओहो चस्मा लगाएर के हो आजभोलि त हेर अब यस्तै हो नरुवा अनि यस्तै हो के गर्छु जानै पर्यो हामी पनि पछि आउँछौँ यहाँ हेर न यसो केही भन ल मेरो भिडियोमा भन न हामीलाई केही भन तिमीहरू पनि मेहनत गर्नु राम्रो अनि आउनु भन न कस्तो होला ए त्यहाँ जाऊ न फोटो खिच्न जाऊँ ओए हामी साथीको ग्रुप फोटो खिचौँ न रेन्स आऊ कति आँखा रातो गर कि सानो आँखा पनि आऊ जाऊँ फोटो खिच्न प्रकाश आऊ न फोटो खिच्देऊ न कराटे सराटे खेल्नु स्ट्रङ होला क्यामेराम्यान प्रिया भन्नुभएको थियो त अघि सरले ज्याकेट बोकिरहेको हातमै ल हामी भित्र जानु ला हो कता ए यहीँ लिएर आउने हो गाई चुवाहरू पनि विश्वासी हुने रहेछ प्रार्थना गर्दै हुनुहुन्छ जे होस् खुसी लाग्यो यसो देखेर अरे के होइन कता हो है कविताहरू ल कविता राम्रोसँग जाऊ कविता बाई फर्किन लागेको छौँ कविता गइसक्यो भित्र हामी छिया त याद आमा कहाँ बस्ने कस्तो होला कवितालाई छोडाइसक्यो अब हामी चाहिँ होस्टेल फर्किन्छौँ फेरि अब हामी पछि भेटिन्छौँ अर्को भिडियोमा बाई बाई